ओह्रालो है ओह्रालो सो हेलो एन्ड वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ सटरडे हाम्रो नयाँ राइड उर्लाबारी प्याडलर्सको। सो आजको राइड चाहिँ हामी धोबेनी बजार पुग्ने छ। त्यहाँदेखि टाँडी झर्दै त्यहाँदेखि खुडी झर्दै मधुमल्ला हुँदै उर्लाबारी आउने प्लान छ। हामी यता कान्छी चोकबाट जान्छौँ जङ्गलको बाटो, फर्किँदा मधुमल्लाबाट आउँछौँ। ल हामी चाहिँ यहाँ रेडी भइसकेको छौँ, 5 जना छौँ। अब एकजना दाइ आउँदै हुन्छ, 6 जना टोटल 7 जना हुने भयौँ। एकजना दाइ अझै आउँदै हुन्छ। ल त्यही हो साथीहरू, भिडियो हेरेर इन्जोय गर्नु होला। ल अब चाहिँ हाम्रो राइड सुरु भइसकेको छ उर्लाबारीबाट। उर्लाबारीबाट हामी जाने भनेको चाहिँ आज धोबेनी हो। धोबेनी भनेको टाढी पर्छ, टाढीदेखि नै अझै उतै हो। कान्छी चोकको बाटो किसान चोकको बाटो लागिसक्यौँ। अब यताबाट कान्छी चोक आउँछ, कान्छी चोक हुँदै मिक्लुक खोला आउँछ, त्यहाँदेखि जङ्गल आउँछ, जङ्गल पार गरेपछि टाढी आउँछ, टाढी पछाडि धोबेनी आउँछ। ज्याकेट होइन यो ए फोनलाई त अलिक अप्ठ्यारै हुन्छ। फोनलाई त अर्डर यो गरेको थियो त, यो त थिएन नि पहिला हामीसँग। गोप्रोलाई त ठिकै हुन्छ कि त्यो फोन हल्लिन्छ क्या। त्यही त नि फोनकै लागि गरेको थिएँ मैले पहिला त, पछि क्यामेरा किनेको। सानो पनि हुन्छ, हल्लिँदा पनि बरु स्टेबलै हुन्छ, अब राम्रै देखिन्छ। फोनमा त अब के हो के बरु यसमा युज भइरहेको के चाहिँ ए त्यो पनि छ थाना चाहिँ मसँग। यो होइन ह्यान्डलवाला हुने चलाएको होइन, साइकल हल्लिएपछि हल्लिहाल्छ। गोप्रोमा चाहिँ हुन्छ राम्रो, त्यही त भनेको त, त्यसमा स्टेबल हुन्छ नि त। बाइकहरूमा त युज गर्छ नि त, तर क्यामेरा लाउनु पऱ्यो। यो फोनमा त होल्डर ठिक छ। कान्छी चोकमा आएर हामीले अब रेस्ट लिनुपर्ने हुन्छ। रेस्ट इज एसेन्सियल, किनकि भर्खर उठेर हिँडेको छौँ हामी, खुट्टा उयो भइसकेको हुँदैन। ल हामी चाहिँ यहाँ आज खाने ब्रेक। टक्कसँगले हामी कान्छी चोकमा चिया ब्रेक भएको थियो। अब हामी यहाँबाट लाग्न लागेको, अब माथि जाने। ल जाउँ 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 कान्छी चोक। ल कान्छी चोकबाट लाग्यौँ अब हामी। ल हामीले चाहिँ टाढी जाने बाटोको जङ्गल भेटिसक्यौँ। अब यो चाहिँ 1.5 देखि 2 किलोमिटर छ, अलि उकालो उकालै छ। अब हामी फुटबल खेल्न आउँथ्यौँ यहाँ पहिला, जस्ट जङ्गल सक्यो। पहिला आउँथ्यौँ हामी 16-17मा 16-17मा आउँथ्यौँ हौ हामी यहाँनिर फुटबल खेल्न। 11-12मा पढ्थ्यौँ त्यति बेला।
यहाँ ग्राउन्डमा ल धोबेनी बजार आइपुग्यौँ हामी टक्कसँगले। ल हामी चाहिँ टक्कसँगले खाजा चिया खायौँ। अब धोबेनीबाट माथि चढ्यौँ। अब उल्टो भएर जाने हो यहाँबाट। दाइहरू लागिसक्नुभयो माथि। ल हामी पनि लागौँ। कत्रो घाम लाग्यो आमामा। तपाईँको ओह्रालोमा चाहिँ कराउने रहेछ आज। त 1300 होला है यहाँबाट त। सधुलो बनाइसकेको छ। टक्क नेपालकै पहिलो उल्टो गर्छ निबाट अब यताबाट। दाइहरू अगाडि गइसक्नुभयो। अब हामी दुईजना दाजुभाइ ब्याट्री चेन्ज गऱ्यौँ। अब जानु आँटेको ल। म लेफ्टमा आएँ। ल है दाजुभाइहरू उल्टो घर चाहिँ आइयो हामी। पिङ पनि रहेछ यति बेला त। पिङ खेल्नुपर्छ कि हो। ब्याट्री त हाल्नु हो यसमा त। झोलुङ्गे होइन ए झोलुङ्गे त नि बन्द रहेछ। छिर्ने नि होइन होला त्यो त। पैसा छैन बन्द। ल हामी चाहिँ टक्कसँगले आयौँ नेपालको पहिलो उल्टो घरमा। अब यहाँ बन्द चाहिँ रहेछ। तै पनि खुल्लै थियो भने नि त्यस्तो साह्रो छिर्ने अब प्लान चाहिँ छैन। अब हामी यहाँबाट अब जान्छौँ उता। ल सबैजना आइपुग्यौँ हामीले। इजिली आइपुग्यौँ इजी। ल जाउँ न त। जाउँ ल बिस्तारै। ल हामी चाहिँ फर्क्यौँ। अब त्यो पुरै डाउन पर्छ। छोडिदिने हो ब्रेक। दामी ओह्रालो आउँछ। ल ओह्रालो है ओह्रालो। डाउन हिल। अलि बिस्तारै जाउँ। एकछिन बस रोकिक।
कता कोही आइपुगेको छैन फेरि यहाँनिर ल हामी चाहिँ बाटो बिर्सेर दाइहरू अर्कै बाटो लानुभयो हामी दाजुभाइ अर्कै बाटो गयौँ दुईजना दाइहरू चारजना दाइहरू अगाडि जानुभयो अगाडि त होइन हामी नै अर्को बाटो आयौँ दाइहरू उता माथिबाटै छिर्नु भएछ हामी धोबेनीबाट अगाडि नै आइपुग्यौँ ठिकै छ भरे उहाँ भेटिन्छ त्यस्तो टेन्सन लिनुपर्ने कुरा त होइन अब हामी पुल हुँदै हुँदै जान्छौँ एकजना त फेरि अर्कै ठाउँमा छोडिनु भयो के भयो यहाँ सीधे सीधे
भरे त्यही बाटोमा भेटिन्छ हौ। भरे एउटै बाटोमा भेटिन्छ अरे। भेटिन्छ बाटोमै। उयसमा पुगेर भेटिन्छ होला। खोला खोला अब राइट राइट यही बाटो आउनु त होला अरे भरे। सिधै होइन ल खोलामा आइसक्यौँ हामी। खोला तरेपछि त आइहाल्यो। यता यता देब्रे यता 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 हेर्नु भयो? होइन देख्नु भएन? पत्र बोलाउँदा नि सुन्नु भएन यार। यता यता ए भेट त यहीँ भयो नि त। बाटो त छिटै हो यार।
दुई भागमा डिभाइड भयो नि यता त दाइलाई बस्नु त अगाडि पुगे दाइ कताबाट गएर ल ए खोडी आइपुग्यौँ हामी चाहिँ खोडी घुमघाम गरेर नि खोडी आइपुग्यो दाइहरूसँग साथ छुटिहाल्यो अनि के पिकनिक रहेछ अलि पछाडि सर तिमी त्यही त हो नि भाइ साइड लगा न साइड लगा टक्कसँगले हामी चाहिँ खोडी आइपुगेको छौँ। अब हामी चाहिँ यता धोबेनीबाट भित्रको बाटो हुँदै खोडी आइपुग्यौँ। हामी चाहिँ चारजना चाहिँ आइपुग्यौँ। दाइहरू भर्खर आउनुभयो। हामी दुईजना अगाडि नै आइसकेको थियौँ। दुईजना दाइहरू अहिले भर्खर आउनुभयो। अब फेरि दुईजना दाइ अङ्कलहरू चाहिँ आउने बाँकी छ। कता पुग्नु भयो, बाटो बिर्सिनु भयो के भयो। ल त्यही छ है साथीहरू। ल अब यहाँबाट चाहिँ हामी घर जान्छौँ। ल टक्कसँगले अब अझै डाउनहिल छ अझै। ल यहाँनिर चाहिँ डान्स हुँदो रहेछ। ल यो चाहिँ खोडी हो। खोडी पिकनिक चल्दैछ। ल हामी चाहिँ खोडीबाट पनि हिँड्यौँ हो घरतिर। अझै पनि ओह्रालै पर्छ हामीलाई। देखते नहीं।
हामी चाहिँ मधुमला चोकमा आइसक्यौँ। यहाँबाट त 10-15 मिनट मात्रै त हो गोर्लाघरी पुगिहालिन्छ। अनि राइड हिँड्नु जाँदाको सटरडे नेक्स्ट सटरडे जाने हो। यसपालि रमाइलो भयो। उल्टो घर गइहाल्यौँ, उल्टो घर पुग्यो जेस ओर्लारी पाटासँग। सही हो। ल हामी चाहिँ हात लगाइसक्यौँ। ल नेक्स्ट सटरडे दाइ। ल हामी पनि यतै भित्रबाट छिरौँ होला। हजुर हामी पनि यहीँबाट छिर्यौँ है। ल यहीँबाट ल भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब लाइक सेयर अनि सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। अब नेक्स्ट राइड चाहिँ अर्को सटरडे हुन्छ। अब यति भन्दै भिडियोलाई यहाँ म यहीँ समाप्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। ल